जसको घरमा पर्खालमा पिपलको वृक्ष उम्रिन्छ नि के गर्ने त भन्दा वास्तुशास्त्रले घरभित्र पिपल उम्रनु राम्रो हुँदै होइन भनेको छ। पिपल उखेल्यो कतै लगेर सार्यो सेलायो फेरि उम्रिन्छ, केही महिना नपुग्दै फेरि फाल्यो फेरि उम्रिन्छ। यस्तो कैयन मान्छेहरूको घरमा हुन्छ नि, विशेष गरी घरका पर्खालहरूमा वालमा हैन, कहाँबाट पिपल आएर उम्रिहाल्ने कि कहाँबाट आयो होला पत्तै लाउन सकिन्न। बडो अचम्मको कुरा छ नि। फेरि एकचोटि उम्रियो अन्त लगाएर सार्यो सेलायो फेरि आइहाल्छ। यदि तपाईको घरमा तपाईको घरको पर्खालमा रहेको पिपल हटाउनु छ भने के गर्ने त भन्दा आइतबारका दिन, अरूबार होइन नि, आइतबारका दिन पारेर त्यो पिपलको फेदमा जरामा एक दाना पोटिलो कागती र पोटिलो खुर्सानी, रातो र पोटिलो खुर्सानी राखिदिनुस्। बिहान राखिदिनुस्। त्यो कागती र खुर्सानी राखेको 3 घण्टा, पूरा 3 घण्टा जसको घरमा पर्खालमा पिपलको वृक्ष उम्रिन्छ नि के गर्ने त भन्दा वास्तुशास्त्रले घरभित्र पिपल उम्रनु राम्रो हुँदै होइन भनेको छ। पिपल उखेल्यो कतै लगेर सार्यो सेलायो फेरि उम्रिन्छ, केही महिना नपुग्दै फेरि फाल्यो फेरि उम्रिन्छ। यस्तो कैयन मान्छेहरूको घरमा हुन्छ नि, विशेष गरी घरका पर्खालहरूमा वालमा हैन, कहाँबाट पिपल आएर उम्रिहाल्ने कि कहाँबाट आयो होला पत्तै लाउन सकिन्न। बडो अचम्मको कुरा छ नि। फेरि एकचोटि उम्रियो अन्त लगाएर सार्यो सेलायो फेरि आइहाल्छ। यदि तपाईको घरमा तपाईको घरको पर्खालमा रहेको पिपल हटाउनु छ भने के गर्ने त भन्दा आइतबारका दिन, अरूबार होइन नि, आइतबारका दिन पारेर त्यो पिपलको फेदमा जरामा एक दाना पोटिलो कागती र पोटिलो खुर्सानी, रातो र पोटिलो खुर्सानी राखिदिनुस्। बिहान राखिदिनुस्। त्यो कागती र खुर्सानी राखेको 3 घण्टा, पूरा 3 घण्टा